गुड मर्निङ सबैजनालाई। शुभ बिहानी। छिटो जार। कहिले उठिस? कहिले उठिस? भिडियो गराउने हो त अनि। हिजो किनेको गाडी एकछिन पनि नराखे देखाउन लागेको हुन्छ। गर नि त अनि। एकचोटिको दसैँ चाहिँ हिले दसैँ हुन्छ। पानी सानी आयो, पानी सानी परिसक्यो। अब हिले दसैँ हुन्छ। एकचोटिको दसैँ चाहिँ अँध्यारो धँध्यारो भएर यो पानी परिसक्यो। यस्तो छ। हामीले चाहिँ नुहाइया छैन। अब नुहाइधुवाइ गरेर आफ्नो पालो काट्ने काम गर्नुपर्छ। अब हाम्रो नुहाइधुवाइ कार्यक्रम चल्छ। सन्टाइल नुहाइ सबैजना सन्टाइल नुहाइ। अब हाँडी मटका पनि भन्छ। मटका बनाउने तरिका स्टार्ट। के गर्नुपर्ने हो? खास मासु काट्यो अहिले। काँचो मासु पहिला त्यसमा पुरा काटिदियो। चलाउनु रोक्नै छ अहिले। यो तातिएर तेल हालेर फ्राई गरेर बोलाउने। ठिक छ त। त्यो स्टार्ट त्यो अनि पहिले नदेखा डाइरेक्ट त्यतिमा देखाउने हो र नि। भलक भन्छ पुरै लामो भिडियो भन्छ। के गर्नु आयो यार? अदुवा सिद्धै छ। जिरा धनी मिसाएर ल्याएको है। त्यही त भन्छ। हिजै भने मैले छुट्टै ल्याउनु पर्दैन। यो मड्का यो बनाएको यो डढेर फुट्ने बोकी हो। माटीमा पकाएको पकाउनु त। भित्र बस्दा हेरेर लाइट गर्नु भन्यो तेल हाल्नु भयो भएन नि। एकछिन रोक्न। सुरु चाहिँ त्यस्तै हो। एमा अटाउनु होला हो। 1 केजी नोट नि भन्दा थियो नि। अन्त मासु चाहिँ पुरा यो चामल भाग्ने भन्छ पछि बेलुका भात। खान्छ उति गर्छ। खट्टे गराउँला खट्टे। भाउजी बस्ने माग्नु अघि तान्ने डालो। बस। कति बजेर? 9 बज्ला। पछि कस्तो हतार हुन्छ। ठ्याक्कै डोइलामा टिका छोपेर 12 बजे भन्दा अगाडि हो के लगाउने? 11:53 छ टिका। 11:53 मा त झट्ट छोपिहाल्ने भने 55 मा लाउनु लाग्यो। 12 बजे लाउनु के अगाडि लाउनु। 5 मिनेट भित्र लगाउनु। नुहाउनु पर्यो। तिमीलाई नुहाउनु कति टाइम लाग्यो? हामीले पनि कपाल एकैछिन हो सर गर्ने हो। पालो काटाउने सर सन्टाइल नुहाइ गर्ने। अलि भित्र ल्याएर कति गर्नु? चला भुटिसक्यो। त्यो अलि बढी पर्यो जस्तो भने मलाई ल्याएन। अब किन तँलाई किन देखाउने? यता माइला। इन्जिनियर भन्थे त। भेडाको हो स्पेशल। खटपटे चटका भनेर। मेगी भन्दै हाल्थे त इन्जिनियर। चाहिँ काँचै हाल्नुपर्छ रे। हामीले चाहिँ पकायो पहिले अलरेडी। काँचो हाल्नु नै राम्रो हुन्छ। भुट्नु पनि पकाउनु चाहिँ त्यो अब जे छ हामी त्यही प्रयोग गरिरहेको छौँ हामीले। अहिले रोटी खान्छ नि। एकछिन पाक्नु पर्छ छाक्छाक हुन्छ। उसमा मात्रै लागेको छ क्या। आधा केजी ठिकै हुन्छ। मेरो आनी हल्ला गर्दैन मम्मी। आधा रोटी हो भोलि हल्ला।
बसेर भइदिएर घर बाँच्नु राख्छ काम चालेर जान्छु बसेर हुन्छ किन आउँदैन रहेछ मेरो त टाइममा हुन्छ फेरि ठ्याक्क कति घण्टाको अन्तर कति टाइममा अन्तर नगरेर के गर्ने आफै गर्छ 12 बजे डल्ला कोठा सँगै हाली नै डल्ला बनाएर उ केरा केरा नखोयो नि होला बाबाई यो मसला र माथि बस्न होला मैले जान जाने मैले अब वास्ता आउँदैन फेरि आगो देखाइ लायो भने ए आउँदा त्यस्तै आज हिजो आएर त कराएनन् अरू पछि आएर त खुला हाल्ने म माथि राख्न हल्न तर आयो खाना खाएर खायो नै खाना खुट्टा उत्र हल्न मात्रै ठाउँकै थियो त्यही हो कि रक्सी नखाएको दिन गाँजा गाँजा अलि चामल थपाउँ कि यति पाग्ला यसो पाग्ला हो यो त बढ्ने हो त नथप्नु के पाक्यो भने माथि चामल कहाँ आउँछ यति त पाग्ला त्यहाँ भयो यार माथि आउँछ कि अहिले माथि ढाक्ने नि कभर हुन्छ नि नै अब यो फुल्यो भने राखेर के मार्छ पुरै पाक्यो भने यहाँ आउँछ कि अहिले भरिन्छ मजा आयो मिठो भएन अस्माडी भने मिठो त हुन्छ मेरो भाइ त्यसै मिठो हुन्छ बाख्राले हुन्छ के त यो केराको पत्ता के अरे बेसर पत्ता भाग्नको लागि पानी हो जम्मा खानु भए अनि पेसा खोज्यो कलर त निकाल्नु पर्ने होला त निकाल्नु पर्ने होला जा भालो गराउने बेसाको बात ल्याएर देखाउन मलाई राम्रो होला पाँचवटा उठे त नआलो है त्यति बिठाइ त होला ल्याएर देखाउनुहोस् ल्याएर अन्त अलरेडी सबै कहाँ ल्याउनु ए दुध त राख्नु पर्छ हजुर हाँसी होला नि यहाँ छान्नु पर्यो दुध जति बाहिर थाहा भएन त्यति दाल्यो खानासी यहाँ ढोकामा हेर्नु त एउटा चक्कु दुईवटा बात भएर आयो कि आउ ऊ त्यो चक्कु ऊ त्यो थाल्ने ल्याउनु त ए यहीँ रहेछ नि त म टाढै किन अब बनाउने हो हामी चाहिँ यता अर्को ठाउँ के रहेछ यहाँ चाहिँ टपरी भन्दैछ उता चाहिँ सुत्नु भएको छ सर होइन एउटा सुरुवात हो गुड मर्निङ आएन छ मर्निङ पर जानु रे नौ लाग्यो नि भिडियो गराइदिनु खाने क्या भर्खर नास्ता गर्दै हुनुहुन्छ यता म यता मड्कामा देखाइरहेको छु बिरानीलाई तँलाई देखाएको छु तँलाई देखाउनु भन्न हामी नुहाएर लुगा लगाइसक्यौँ के देखाउने अनि खाने के चिया पसियो त खाने मैले पनि खाएन त अनि चिया त खानु पर्छ छोरो बिहान उठेर टिका ल्याउनु टिका त बनाएको छु मैले बनाउँछु टिका म गोबर टाँसेर आउँछु एकछिन अनि टिका बनाएको हटकेसमा छैन ए त्यो हो हिजो ल्याएको किने हो कि किरा यार ल हाम्रो चाहिँ ढोकामा गोबर लगाएर पछि टिका लगाउने काम टिकाको लागि तयारी हुँदैछ उता धान त मरे झन् पल्टे झन् हाम्रो घर पछाडि क्या औी पर कस्तो पो ढलेको थियो म बाख्रामा घाँस लाग्ने जाने बेला त्यही त देखेँ त मैले पछि अब जमारा टिका पछि लगाउने होइन के हुन्न कि ल ढोकामा गोबरको लगाएर पनि सकियो त्यो ढिङमा हालेको हो अरे कहाँ हालेन
बुवालाई हेप्दै छ यति बेला भन्ने तलको तल यहाँ त अहिले लगाइदिने कपडा बाथरुम लगाइराख्नु लाउने नि त म त काम के छ र तपाईँहरू बनाउने काम भइगयो नै काम त भयो उ भयो कि त्यही पनि मैले तल दौरा नलाउनु उँधो नलाउनु टिका नलाएर फटाइदिनु एक दुईवटा फोटो टिका नलाएर नि लगाएर फुट्नु पऱ्यो यो त टाक पनि बनाइदिनु मलाई यहाँ त यता पार्नु अलिक गएर त्यही त आरे कहाँ गयो अब दिदै यार किन आरे नारे होला नुहाकै छैन त्यो नआउँछ त कोट खै त उतादेखि मुजा बनाउँदा साइडमा पार्दै त्यस्तै नतानु हो यसलाई यता एक ठाउँमा यता अर्की लेखे ठुलो भयो त तँलाई बान्न जाने त अब होला कि ऊ त्यसलाई भित्र बान हो त्यसलाई गाइज मेरो दाइ दौरा सुरुवाल लाउँदैछ जुमा पनि साडी साडी लगाइसक्नु भयो जाने जाने जान्छ त्यहाँ हो क्या त्यो त्यहाँ यो माथिको यहाँ त्यो भित्रको त्यहाँ हो कि लाइट भन्न ढाडे गाड पार्ला 3 मिनट लाग्यो अरे एउटा छोरा त्यो तलको भयो त यस्तै छ त अनि टागो लाग्यो त ल कोट आन अब कोटमा झन्डा हाक्ने चम्के कि छ कोटको कलम मिलेन बत्ती आयो ल तलको टाङ लागेन 2 वर्ष केही हुन्न त्यस्तै हो कि लगा एकदम झकास अब यो टोपी लगाउनु चाहिँ जानिएन उल्टो सुल्टो हुन्छ अरे कता सुनेको टोपी लगाउनु त जान्दैन दौरा लगाइयो कस्तो देखिया छ अब यो के नमिल्या भने त हामी अब कपडा सपा लगाएर रेडी भइसकेका छन् बस 11:53 को पर्खाइमा सबै मेरो त यो पुसेको हुन्थ्यो कि सिसा राम्रो देख्यो भने देखाइ तयारी टिकाको तयारी हुँदैछ ल हेर कस्तो छ खतरा आहा त ठिक छ त लगा बरान्डै लगा चाहिँ 11:53 को पर्खाइमा 11 बजाउने गाह्रो भइरहेको छ सब रेडी गरेर कहिले बेला 11:53 होला टिका लगाउँला र भात खाउँला अन्ने भएर पेट कराइसक्यो यो लगाउने कता थाहा भएन नि दायाँ भाइको हो टाइम 44 भयो बताउने त बसेर
पैसा गर्दा हो नि बहुत लाइट डाउन अहिले गराउनु तुलो छानी भन्ला हो त तुलो खानेवाला लाइट लाग्यो भन्दा आज के तालु अनि भाइ तुलो पनि खान्छ आज के तालु हेर्नु बरा जानु पर्छ त्यहाँ अनि बडे तुलो छानु ला हिजो चट्टी तुलो छानु है पहिले पैसा मलाई दिएर दाल भने म पहिले पहिले भन्छु ले काटी बटे ओके भन्दै नि बाजे नाटले दिन्छ भन्न तपाईँ जाडमा दियो भने अहिले चाहिँ दिने कोही छैन सबै दियो भन्दै तिमी ताको त एउटा फर्काछ एउटा म जुस मलाई मेरो कसम दिनु लाग्छ सबै मेरो पैसा कोडा पारा हो गया यसको दिने पुग्नु राखेर कति पाँच बनाए पाँच लेवा 20 लान्छ है मलाई खाता भन्दा सोपिया दियो खाना खाना गर्दा दियो बाजे 20 पनि 25 पर्छ भन्न आफु भन्नु अ त आउन न भने रान्छु यसलाई मैले छोड दिएँ म पनि भान लान्छु नि रातबारी कुखुराको खर्न दिन्छु कोडा पारा राखे पैसा त टिकट दिनु पर्छ होला लिएर आउनु तालु न पुग्नु दिन्छ ल्याबाट आउँछु नाना कमिसन नगर्नु यो अगाडि पता पता देखि उले टाइम अब यो सुधे आफ्नो राम्रो सुब्रा के पैसा लाग्छ अहिले लाग्छ हो नि लगाइदिनु 11 बजे आज उति पैसा आइदिन्छ बाजे चाहिँ म त्यो मोबाइल बाहिर लाग्यो अलि त मलाई कपडा हाल्नु पर्यो सबै यसो यसलाई बल पनि दिए बजे पुग्नु पैसा पनि हाले पनि एक तारिक दिन गर्छ भाइ गरे कति भयो संसार बराबर आइयो बराबर असर गर्नु पर्छ मलाई परिहार सुरु होइन बरोबर हो त्यो टाटा पुग्नु भन्नु न अगाडि मान्छे पुग्नु भने पुग्नु हो सही हो हो त्यसपछि पुग्दैन यो मान्छे सिकि जानु हो कता पढाइ त्यसै क्यामेरा सिक्यो हो त्यसले आउँछ यो त सबै देख्नु पर्यो म सिकाएको नसिका आशीर्वाद के छैन त मनमा होला हैन मलाई त एले चेतान गरेछ एले एक टुरमा चाहिँ एले माथि लाउँदा नि मैले बजेर हो यहाँ पैसा भाइ माथि बजाउ जाऊ त्यसको बजाउ हो नि यहाँ बस मैले लाउने बस बोले नभए भने दिनु आका छोरा नआउने अझ यसो बिस्तो हो नि हामी बाँड्न दियो नातिले ग्यास छैन भला भला पढ्ने लेख्ने अलि ध्यान होइन त्यसो खालको साथी खसर तर पहिला बुद्धिमान हुने है पहिला नलड्ने कहीँ नहुने डाक्टर बन्ने कि डक्टर बन्ने पायो भने बन्द पर्यो अन्त के बाजे अंकल वाले आउला ज्ञानी बन्द पर्यो ज्ञानी हुनु पर्यो है सबै दिन लगाएको थियो बाहिर गर्छ डक्टर पर्यो यसलाई दिने मलाई त्यसको वाला आउला बिसिङ बाजे थाइ फुला त लाने छ फुपुलाई त लाइसनु भयो हो फुला मलाई लाउनु पर्छ नि कोन लाउने अब के बन्द मम्मी मैले एले चेतान गरेछ यसको म भाउजू कुटको यस्तो राख्दिन मलाई राख्ने हो मैले बाने कति लाग्छ त राख्नु पर्यो जति राख्यो भने ल यहाँ आइज माइला हामी भनेर माइला पैसा लाग्यो न मम्मीले आएको छ है माइला अब मम्मीलाई बाल्दै लान्छ दादी मेरो मम्मीलाई लाउने हैन मैले तेरो मैले लाउनु भुने क्या मैले हो हजुर नि त लाउनु हो बाजे तपाईँ लाए बाजे लाउनु नरि पैसा दिनु बाजे मलाई है ए त भन्नु पैसा दिनु बित्नु कति दिन भन 10 रुपैयाँ बाजे कति बाबा भन्नु बाजे सोचे 100 रुपैयाँ छ त्यो कति थाहा छुप्पी लिप्टे कति आयो दसैँ घटम सोचे भन्ने लाग्यो अहिले सर तपाईँ पनि जाने साइड पड्यो लाइभ गर्न आउँछ तेरो मैले पनि पर्दैन मम्मी त्यो राख्ने ओके म चाहनु छु त दिनु भयो मम्मी दिन आइले दिनु अरे ला त अरे पैसा राख्ने भयो त होला म दिन्छु है मैले पैसा दिनु ओ दाम दे सबैलाई लाग्यो कान्छ म गाउँको पढ्ने राम्रो पढ्ने कोले हेर्न लाग्दैन हामीले पढ्न सबैले छन् मलाई पढ्ने दाम देखाउन र साथी भाइ इन्डियाको राजा लागेर हामीले गरेर हामीले उयो भएको त नि हामीले गरेर पर्यो अले सेना दिदी भइरा सेना दिदी हात पनि दिए यो सेना दिदी होला अब मैले यो पैसा खाना दिदीलाई दिनु अब मलाई खाइदियो नि हाम्रो बारा दिनु ल आनी ल्याउने मलाई 50 हुन्छ है 50 रुपैयाँ 50 रुपैयाँ भन्नु यता दियो बोला बिस्नु मान दे तिमी लाग्यो दे भाइ लगाएर तपाईँ मलाई त टाढो त मलाई त टाढो टाइम ल माइ आएको म सिकाइदिन्छु बाबा मलाई पनि लाइदिनु है ओके ओके मेरो तपाईँ पैसा लाग्यो तेरो बारे हो दुई टाइम लाइदिनु लाइन डोलर बाइदिनु यो त हेराउनु हैन नाबो लड्छ त मम्मी अब यहाँ यहाँ दियो है अहिले म नाबो भइदिन्छु अंकलले ओ बाजे बाजे के तपाईँ पहिला आउने त बार बार किन बाजी छ मुलो भने मजा आयो त आउने ठाउँ ल आयो रोटी बस आलाई त्यो लाने जाने के ल लाउनु टिक मैले दाइले मलाई दिनु ल ल हैन ल लगाइदिनु मलाई चाहिँ आउँछ त पुराउन गर्नु ल ल म थाहा मम्मी दुई सँग भएन नि दुई जना सँग लगाए मम्मी मलाई हेर्न गयो त्यो लाग्छ मम्मी मलाई हेर्न लाग्दैन बस
त्यहाँ नि अहिले त यो बढी हो सिङ्गल लाइनमा सबैको फोटो खिचेर बस्यो भने मैले त धेरै पैसा मिल्यो पछि गएर गरेर पुगाउँछ मैले त धेरै पैसा मिल्यो मलाई अरू तैँले दिन्छ कान्छ अन्तले किन आशिष त अलि धेरै धेरै आवाज हान्नु त चाहिँ डर पर्यो जति आवाज बाल पनि बालै छन् बाल पनि भएन त्यो अहिले काट्नु पर्यो यी बालमा 10 दिदी खर्च गर्छ अनि बाल काट्न त्यतै अमलेट वगेरा राम्रो गर्नु बाल काट्नु अब सेन्ट सबै गाडी दगा रात में सबै पैसा पैसा त्यसैले लाग्यो अब यिनीबाट भाउजू यी सबैले काम सक्छ हाल गरेर बाँकी नै जान्छ र पैसा नदिएर राख्छु पैसा नदिएपछि मैले हान्छु होइन देला दो अंकल पैसा नदेला छ मलाई छ त जोडीमा मम्मी पैसा आछि आइसक्यो हाती आयो हाती मलाई त नि ल मैले मैले बाइक म पैसा हात भन्दा दाइ मलाई अनि त्यता म यो पालो हाती दिँदै गइरहेको अंकल है के के भेनु नै डोल्डे यो दुईवटा राति दिन त विदेशबाट आयो त्यो लाग्छ पैसा dobra मलाई ओइ अंकल रोबो खुट्टा पर्ने हो खुट्टामा खुट्टामा हो अंकलको लागि ए खोजे पैसा पैसा आउन लागि भयो यो विदेशबाट आयो दुईवटा के दिन रे अहिले कमाउनु भयो नि विदेशबाट आयो 5 पाँच ए जाने छ ए इति बाबु जाने छ यो के टाइगर नै टाइगर अब एउटा के काम छैन म हिँड्ने मलाई पनि तर पैसा दिन्छ अहिले म हाती म यहाँ रहिया म हाती लागेर दिन थाइला बस क्वालिटीमा है यता कितिर मलाई यसको मेरो उतै अंकल किरा यता नि मुलाई त ल ल ल भाइ यहाँ मेरो हात सुनाउन पुरा रह्यो यहाँ नि जति मलाई है ढोका छ यहाँ यसमा चाहिँ कपडा बानेका जान्छ डोल्डे पैसा छैन डोल्डे बानेका होला भनेर ल पैसा छैन त्यही रोल आयो पैसा छ ल एउटा बानेको मलाई पैसा मन बाने मलाई नोट यति दिएर मलाई लाडु रोटी लाउनु चाहिँ फोटासोटा टिका लगाएर फोटासोटा खिचेर पनि अब सकिसक्यौँ कोही चाहिँ भिडियो बनाउँदैछन् पर सबै सकेर अब खाना पनि हालिसक्यो अब खानासाना खाएर लागिन्छ गाउँतिर खाना बिराइनी हो यो मटका बिराइनी त्यो भेडाको मासु भात सात रोटीसोटी कोही खाने छैनन् यही बिराइनी खायो भने सबै टन्न हुन्छन् होइन अरे अनि आफूले भिडियो बनाउनु भा अनि भिडियो गराएर त उता खाने आउ ताकु चोची हड्डी वाली खाइ हड्डी गेला त भेडो भेडो हड्डी त अलि हाले म बाहिर बाहिर किन गर्नु भित्र गर्नु यो भात भात निकाल्नु हालिन त उसले खाने भनेर त सोध्याउँछ मसँग दिनु लागि नबिता भन्नु छैन बस त्यसलाई भाले रालेर हिँड्दै त्यही हो जाने सोच्छु अनि मेरो बिहा राखे यहाँ छोरी होला ए त्यो राति हराएर मलाई दियो भन्छु छेउको ल्याउँ म जाउँ त खाली बोर्ड पनि यसो बोर्ड ल्याउनु त पुण्य यहाँ काट काट पुरै भन्दै गरेछ प्लास्टिक ल हा मान्छेलाई प्लास्टिक फुड्राइदिउ अनि भन्दै मलाई यही खाने यही खाऊ एमा नुन कम भएछ है बेला बेला बनाउनु भोलि चाख्नु त बिहान चाख्नुको कोही नखाइन हो कोही नखाने चाख्नु के यो सुमा त्यो सुपमा नुन कम्छ नुन हालेर दाइले नुन बुझ्न दिएको त के बचा हाल्यो के गर्छ मासु बेला उतामा गर्दा हाल्ने खाने अस्ति आएको घर त हाल्ने त्यो हाल्यो त्यसै त मैले घर लिने के आउँछ दुलाई किन मासु खानु दै कहाँ गर्नु अरू तान्ने मलाई राख्छ पनि बनाउँ म गराउने खाना खाँदा भयो त नदिया खुसी छैन त्यही भएर भाइ दुईटा बच्चा खुसी धेरै खान्छ नि टाइम भयो ल म एउटा घन्टा जाउँ मम्मी पापा छुटाडी खाल्छु नै केवल मैले पापा छुटाडी हाल्दै थिएँ आज लाग बदल हाल्दिनु अरे एउटा खुर्सानी बाहिर यो पनि हालिदिनु फेरि खुर्सानी छ हामीले चाहिँ खानासाना खाएर सकियो सब सकेर भाँडासाँडा माझेर पनि अब